सोचेको भन्दा नसोचेको धेरै, सुनेको भन्दा नसुनिएको धेरै, देखेको भन्दा नदेखिएको धेरै, खोजेको भन्दा नखोजिएको धेरै। एक अर्थमा यही हो सुदूरपश्चिमको परिचय। प्राकृतिक सौन्दर्यता, जैविक विविधता अनि आफ्नै मौलिकता, कला र संस्कृतिको धनी हो सुदूरपश्चिमाञ्चल विकास क्षेत्र। विक्रम सम्वत 2037 सालदेखि यस क्षेत्रलाई 5औं विकास क्षेत्रका रूपमा स्थापित गरिएको हो। नेपालको कुल क्षेत्रफलको 13.31% भूभाग ओगडेको सुदूरपश्चिमाञ्चल विकास क्षेत्र बिछिट्टै राम्रो छ। 2058 सालको जनगणना अनुसार यहाँको जनसङ्ख्या 21,83,175 रहेको छ। अनेकतामा एकता सुदूरपश्चिमको अर्को महत्त्वपूर्ण पक्ष हो। यहाँ विकासका तमामौं सम्भावनाहरू रहेका छन्। अर्को शब्दमा भन्नुपर्दा यो क्षेत्र विकासको सम्भावना बोकेको क्षेत्र हो। धार्मिक, ऐतिहासिक र पर्यटकीय दृष्टिकोणले समेत सुदूरपश्चिम उत्तिकै महत्त्वपूर्ण छ। केही समय यता सुदूरपश्चिममा आन्तरिक एवं बाह्य पर्यटकहरूको संख्या पनि बढ्दै गएको छ। कैलालीको गेटा विमानस्थल कालोपत्रे गरिएपछि त अझ सुदूरपश्चिम कसैका लागि टाढा भएको छैन। यो विमानस्थल नेपालकै दोस्रो ठूलो विमानस्थल हो। पछिल्ला दिनहरूमा सुदूरपश्चिममा विकास निर्माणका कार्यहरूले समेत अग्रता लिएको छ। अब सुदूरपश्चिम आफूमाथिको उपेक्षाको पर्दा पन्छाई अरूको अपेक्षाको केन्द्रबिन्दु बन्न खोजिरहेको छ। पछिल्ला दिनमा यहाँका अपार प्राकृतिक सम्पदाहरूको संरक्षण र सम्वर्धनका लागि समेत विभिन्न प्रयासहरू भइरहेका छन्। कैलाली जिल्ला सुदूरपश्चिम प्रवेश गर्ने पहिलो द्वार हो। राजधानी काठमाडौँबाट यो जिल्ला झण्डै 700 किलोमिटर पश्चिममा पर्दछ। सुदूरपश्चिमाञ्चलको सेती अञ्चलमा पर्ने यस जिल्लाको पूर्वमा बर्दिया र सुर्खेत, पश्चिममा कञ्चनपुर, उत्तरमा डोटी, डडेलधुरा र दक्षिणमा भारतको उत्तर प्रदेश पर्दछ। तराईको जिल्ला भए पनि यहाँ 40% पहाडी क्षेत्र छ। झण्डै 64% वन क्षेत्र छ। यो दृश्य कर्णाली पुलको हो। पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत कैलालीको पूर्वी क्षेत्र चिसापानीमा रहेको यो पुल एसियाकै दोस्रो नमुना पुल हो। एउटा मात्र खम्बामा अडिनु कर्णाली पुलको विशेषता र आश्चर्यता मानिन्छ। यस पुलको निर्माण अमेरिकी कम्पनी स्टाइनमेनको सुपरिवेक्षण तथा डिजाइनमा जापानको कावासाकी इन्डस्ट्रीले गरेको हो। $36 करोड भन्दा बढीको लागतमा बनेको हो यो पुल। सुदूरपश्चिमलाई राज्यका अन्य विकास क्षेत्रसँग जोड्ने मुख्य कडीका रूपमा रहेको यो पुलको लम्बाई 500 मिटर र चौडाई 14 मिटर रहेको छ। 2044 सालदेखि थालिएको यो पुलको निर्माण कार्य 2050 सालमा सम्पन्न भएको हो। यो पुल बनेपछि मात्र सुदूरपश्चिमले काठमाडौँ र मुलुकका अन्य भागहरूसँग जोडिने अवसर पाएको हो। अहिले यो क्षेत्र पर्यटकीय स्थल बनेको छ। कैलाली जिल्लाका 2 नगरपालिका मध्येको एक हो टिकापुर नगरपालिका।
कर्णाली नदीको तटमा अवस्थित यो नगरपालिकाको पहिचान मूलतः यहाँ रहेको बृहत पार्क टिकापुर पार्कसँग जोडिएको छ, जसलाई बंगला पार्क पनि भनिन्छ। यसले 12 बिघा जमिन ओगडेको छ। यो पार्क टिकापुर बजारबाट झण्डै 6 किलोमिटर पर्दछ। प्राकृतिक सौन्दर्यताको अनुपम उदाहरण हो टिकापुर पार्क। पार्क भित्रका रंगी बिरंगी फूलहरू अनि प्राकृतिक मनोरम दृश्यहरू कम लोभ लाग्दा देखिँदैनन्। डल्फिन संसारकै दुर्लभ प्राणी हो। यति मात्र होइन, मान्छे पछिको दोस्रो चेतनशील बुद्धिमान प्राणी समेत डल्फिनलाई नै मानिन्छ। कैलालीको पथरैया, काँडा, मोहना र कर्णाली नदीहरू वर्षौंदेखि डल्फिनका वासस्थान बनेका छन्। गंगेटिक प्रजातिका यी डल्फिनहरू खास गरी असार, साउन र भादौमा बढी देखिन्छन्। बंगालको खाडीबाट अस्थायी रूपमा यिनीहरू कैलालीका नदीहरूमा आउने गर्दछन्। नदीहरूमा पानीको मात्रा कम हुने बित्तिकै फेरि बंगालकै खाडीतिर फर्किन्छन्। 5 देखि करिब 150 किलोग्राम तौल भएका यी डल्फिनहरूको संख्या कैलालीमा 100 जति रहेको बताइन्छ। फिरन्ता स्वभावका यिनीहरू एक जलक्षेत्रबाट टाढा अन्य जलक्षेत्रमा परिभ्रमण गर्ने गर्दछन्। कैलालीका नदी घाटहरूमा लुकामारी खेल्ने यी डल्फिनको दृश्य वर्षातको मौसममा प्रत्यक्ष देख्न सकिन्छ। चिसापानी पुलदेखि 3 किलोमिटर दक्षिणमा रहेको कर्णाली नदीको भंगालो गेरुवा नदीमा त जुनसुकै मौसममा पनि डल्फिनहरू देखिने गर्दछन्। कैलाली जिल्लाको पूर्वी गाउँ विकास समिति लाल बोझीमा पर्ने पुरैना ताल जैविक विविधताले भरिपूर्ण अर्को महत्वपूर्ण ताल हो। यो क्षेत्र दुर्लभ चराचुरुङ्गीहरूको मुख्य वासस्थान हो। यसको क्षेत्रफल 25 हेक्टर रहेको छ। महत्वपूर्ण पक्ष त के भने संसारकै दुर्लभ मानिने पंक्षी सारस यही ताल क्षेत्रमा पाइन्छ। भुँडीफोर, घोङफोर, करेङकुरुङ, सिमतित्रा, कालिजहरूले यो तालको थप शोभा बढाएका छन्। पुरैना ताल क्षेत्र जैविक मार्ग पनि हो, किनकि यस क्षेत्रबाट विभिन्न जनावरहरू ओहोर दोहोर गर्ने गर्दछन्। यस तालमा साइबेरियाबाट जाडो छल्न चराहरू आउने समेत गर्दछन्।